हेलो गाइज, हामी आज लिची खान आयो है। यस्तो राम्रो ठाउँ छ यतातिर, हेर्नु न यता, होइन त? सिन्धुलीमा हो है गाइजहरू। फेरि हामी चाहिँ चोर नआउने भयो, यता लोकेसन हामीले अब ठ्याक्क देखाइहाल्छ है। गाइज अहिले रहेछ भने भनौँला है। ल कटर छ है गाइजहरू, चोर्ने भयो आउनु होला। यस्तो होइन के भन्दा लिची त दामी छ है। सुन्यो अब के कसो हो त्यो इन्जिनियरको सबै त थाहा भएन, तर नि यतातिर अलि नाजुको अवस्था त यो बाटोको क्या। हेर न, एकदम बाटो ट्र्याक्टर यहाँसम्म मात्र आउँदो रहेछ, त्योदेखि माथि नजाने। अरू केही नगरे नि यार, लिची चोरेर कुद्नेलाई त राम्रो बाटो बनाइदिनुहोस्। काम गरी खानेलाई राम्रो बाटो नभए पनि। अनि अरू के भन्छ अब यहाँ बत्ती त छ गाइज, खै बल्छ बल्दैन थाहा भएन है। अब यो सोको लागि हो कि उज्यालोको लागि राखेको त्यो चाहिँ थाहा भएन है। ल यहाँ तल चाहिँ फेरि टक्क मकैबारी रहेछ। गाइज कस्तो राम्रो ठाउँ है। मामा के छ त? आफ्नै गाउँको जस्तो छ है, ट्याक्क लगाएर हेर्नु न। हो कि नै भन त? गाइज हामी चाहिँ लिचीको रुखमा चाहिँ आएको, तर लिची भने छैन। टुप्पामा अलिकति छ, किनेर खान आएको, त्यो पनि नआइसक्यो भन्दै हुनुहुन्छ यार। के भन्नु आन्टीले? यहाँ चाहिँ आमाको केरा पनि रहेछ है। उता हुनुहुन्छ त्यो गर्ने आमा चाहिँ, बेच्ने आमा चाहिँ लिचीको रुखमै बस्छ है। साथीहरू चोर नआउँदा चाहिँ अलिक विचार गरी आउनु होला। यो पनि आँपको जस्तै हो क्या अरे आन्टी? यो के खाएपछि नफल्ने? यो पनि आँप जस्तै हो क्या त्यो खाएपछि नफल्ने? 100 रुपियाँको लिची यति आयो गाइज। चोरेको चाहिँ होइन है, चोरेको चाहिँ होइन, किनेको। लोकेसन चाहिँ यो माथि छ, पानी परेले देखाउन पाइएन। हामी त फर्क्यौँ है अब। गाइज हेर नि, यति भयो क्या, धेरै नि सकिएन क्या मान्छे आइसक्यो। हाम्रो दर्शक श्रोतालाई ल अब अध्यक्षज्यूले केही 2 वचन राखिदिनुहुन्छ है। गाइजहरू खाने भए मेरो रुममा आउनु है। अरू त म के भन्न सक्छु, अध्यक्ष भएको नाताले यति नै। ल ताली बजाउँ गाइजहरू, ताली। गाइजहरू लोकेसन चाहिँ यस्तो छ, यो रोड आएर जुम गरेर देखाउँछु। अब त्यस्तो त्यो माथि छ हो, राम्रो फन त होइन गाइज। अलिक ब्लर कस्तो मुला अर्काको जोडी त देख्नै नसक्ने यार, ढुङ्गा हानेर उडाइन्छ गाइज। हेर्न फेरि बाटो चाहिँ एकदम हिलो छ है गाइजहरू। बाइक गाडी लिएर चाहिँ नआउनु है। लिची चोर्ने हो हिँडेरै आउनु, चोर्नको लागि एकदम बेस्ट छ ठाउँ चाहिँ। भाग्नको लागि यता छ, प्लस यहाँ तल खोल्चा छ गाइज, मकै गाडी छ हेर्नुहोस् है। बाइक लिएर आउने भए चाहिँ ढाक्रेमा हालेर आए मात्रै हो। के हो तर 100 रुपियाँको टन्नै धेरै नै दिनुभयो यार गाइजहरू। लिची चाहिँ अलिक सानो गुदीभन्दा ठुलो गेडो रहेछ गाइज। अलिकति समस्या त्यहाँ मात्रै हो, अरू त ठिकै छ है। भन्नाले उड्नलाई खानु ठिकै हुन्छ। गेडो चाहिँ अलिक ठुलै हो क्या गाइज यार, बुझि नै नभएको। अनि अलिक यहाँ चाहिँ धानको बिउ पनि रहेछ है। ल टक्क अब बर्खा लाग्दैछ, धान रोप्ने सिजन। अब के गर्नु, पानी नेपालमा मनसुन भन्छ नि गाइज। भित्रै हो 3-4 महिनाका लागि ढुक्क पानी गटङ टङ 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 आउँछ, खेतबारी जोतिन्छ, वर्षौँभरिलाई खान पुग्ने। ऋषि धमलाई भने क्या हो, अलिक बढी भइसक्यो हामीले। भुइँकटा रहेछ है त्यो फेरि बाटोमा हेर्नु गाइज। आयो भने फाइदा
के खाने आँप कटर भुइँ कटर रुख कटर। यहाँ चाहिँ लोकेसन चाहिँ नझुकिनु होला। यता गयो लोकेसन चाहिँ यो है गाइजहरू। तपाईँहरू यहाँबाट आउनुहुन्छ भने यता जानु होला, माथिबाट आउँछ भने तेर्सो, यदि यो तेर्सोबाट आउनुहुन्छ भने सिधै है ल। यहाँ चाहिँ धमाधम काम भएर सकेर बसेको रहेछ है गाइजहरू। यहाँ गाडी यताउता पुल बनाउन नि सकिन्छ यहीमा, सानोतिनो गाडी धेरै लोड लग्न सकिन्छ गाडी। रोड कति 12 को रड युज गरे 16 को हो क्या 16 सानो क्यारे। यो चाहिँ स्टोन यो स्टोन मेसनरी होइन, रेन्डम स्टोन मेसनरी हो गाइज। यसलाई चाहिँ हल्का ड्रेसिङ पनि गरेको छ है त ल। अब यसो लिची खानुको उपलक्ष्यमा तपाईँहरूलाई सानो जानकारीमूलक हल्का जानकारीमूलक सन्देश माग्नेको जस्तो हाँसो निकाल्दा आउनेलाई गाइज यतिकै बुझ्दिनँ। सबै इलेक्ट्रिसिटीको काम एकदम धमाधम चलिरहेको गाइज है। ब्रिज हेरेर है बनाएर गइसक्यो। अरू राम्रो वातावरण छ यताउता, केराहरू पनि धेरै छ। सिन्धुलीमा बस्न वनका केरा नतेर नमेर भने जस्तै गाइजहरू आउनु होला। यहाँ लिची त्यस्तै हो गाइज, यदि भेट्छ भने टप्पाउँदा केही फरक पर्दैन फेरि। बस मान्छेले भेट्नु भएन। कहाँ खाले यहाँ त सकिएछ नि त गाइज। आँप चाहिँ रहेछ है, तर अब आँपको सानो फोटो सेसन थियो। यो मोस्ट इम्पोर्टेन्ट हो नि त म्यानको लागि। के भयो छ्यास लिची देखाइदिएको है त, के गर्ने यार। बच्चादेखिको पानी छोड्नु नसक्ने ट्र्याक्टरदेखि चढ्नु मन लाग्छ। सिन्धुलीको एकदम मनोरम दृश्य हेर्दै अब टक्क ट्र्याक्टरको यो जोत्नेमा बसेर लिची खाँदैछौँ है। बारीपट्टि रोड छ, यो कहाँ जाने रोड हो थाहा भएन। तपाईँहरू बुझ्नुहोस्, सिन्धुलीका कोही सम्माननीय जीवहरूले हेर्नुभयो भने कमेन्ट पनि गर्नुहोस् है त। लिची चाहिँ हामी छोडिँदैन है, जे भयो भने लिची छोड्नु भएन।